गर्भावस्थामा चाहिँ हाम्रो मृगौलामा ब्लड फ्लो बढ्छ। 70% ले नै ब्लड फ्लो बढ्दा पिसाब बन्ने नै बढी हुन्छ। ब्लड फ्लो बढी भएको कारणले गर्दा हाम्रो रगतमा पनि युरिया, क्रियाटिनिन र युरिक एसिडको मात्रा घट्न जान्छ र सामान्य भन्दा पनि कम हुन्छ। त्यसै कारणले क्रियाटिनिन चाहिँ 90 माइक्रोमोल पर लिटर भन्दा बढी भयो भने पनि गम्भीर भएर केही मृगौलामा केही असर गरेको छ कि भनेर हामी सतर्क हुनुपर्छ। अर्को भनेको चाहिँ हाम्रो गर्भाशयको तौलले चाहिँ पिसाबको थैलीमा थिच्छ र त्यो थिच्ने बेलामा चाहिँ हाम्रो ब्ल्याडरको क्यापासिटी अलिकति कम हुन्छ र अलिकति पिसाब जम्मा हुँदा पनि छिनछिनमा पिसाब गइराख्नु पर्ने जस्तो लाग्छ र पिसाब गर्दा खुलेर नआएको जस्तो हुन्छ र बाँकी भएको पिसाबले एउटा सङ्क्रमणहरू गर्ने र इन्फेक्सनहरू बारम्बार भइराख्न सक्छ। त्यही कारणले अर्को भनेको चाहिँ हाम्रो प्रोजेस्टेरोन र रिल्याक्सिन भन्ने हर्मोन हुन्छ जसले चाहिँ मांसपेशीहरूलाई खुकुलो पारिदिन्छ र अर्को गर्भाशयको तौलले पनि पेल्भिक फ्लोरमा थिच्न जान्छ र खोक्दा, हाँछु गर्दा, बसेर उठ्दा चाहिँ पिसाबहरू चुहिराख्ने समस्या हुन सक्छ। अर्को भनेको प्रेग्नेन्सीको बेलामा चाहिँ हाम्रो यो रेनिन, एन्जियोटेन्सिन, एल्डोस्टेरोन सिस्टम चाहिँ अलि बढी सक्रिय हुन्छ। त्यसले गर्दा चाहिँ जिउमा अलिकति सोडियम भनेको नुन र पानीलाई चाहिँ यसले सोसेर राखिरहेको हुन्छ जसले गर्दा खुट्टाहरू अलिकति सुन्निने, जिउहरू फुल्ने त्यस्तो हुन सक्छ र बेलुका निदाउने बेलामा यो सबै सुन्निएको पानीहरू चाहिँ फेरि हाम्रो इन्ट्राभास्कुलर सिस्टममा जाँदा चाहिँ अनि छिटो छिटो पिसाबहरू लागिराख्ने, निदाएपछि पनि पिसाब फेरि राख्नुपर्ने यस्तो अवस्थाहरू हुन सक्छ। अब यो हुने बेलामा चाहिँ के हुन्छ भन्दा कुनै कुनैमा चाहिँ हामीले यो नर्मलै फिजियोलोजिकलै कन्डिसन भनेको कुनैमा ट्रिट गर्नु पर्दैन, तर पिसाबमा हेर्दा यदि सङ्क्रमण छ तर बिरामीलाई केही पनि यसको लक्षणहरू देखेको छैन जसलाई चाहिँ हामीले असिम्टोमेटिक ब्याक्टेरियुरिया भन्छौँ, त्यस्तो भए पनि हामीले गर्भवतीको अवस्थामा चाहिँ त्यसलाई एन्टिबायोटिक दिएर त्यसको उपचार गर्नै पर्ने हुन्छ। यसको उपचार नगर्दा चाहिँ इन्फेक्सन झन् जटिल भएर जाने, आमामा एनिमिया देख्ने र बच्चामा पनि बच्चा टाइमभन्दा छिटो जन्मिने र कम तौलको जन्मिने हुनसक्छ। यसको बारेमा चाहिँ रोकथाम कसरी गर्ने भन्दा पर्याप्त मात्रामा पानीको सेवन गर्नु पर्यो। गर्भावस्थादेखि नै पेल्भिक फ्लोर मसल एक्सर्साइज र किगल्स गर्नु पर्यो जसले चाहिँ मांसपेशीहरूलाई चाहिँ अलिक बलियो बनाउँछ। धेरै बेरसम्म चाहिँ पिसाब रोकेर नबसिराख्ने, समयमा पिसाब फेर्न गइराख्ने, कब्जियत हुन नदिने र यदि पिसाबको थैली चाहिँ बढी सक्रिय छ भने चाहिँ ब्ल्याडर ट्रेनिङहरू गर्न जरुरी हुन्छ।